हेलो गाइज, हामी चाहिँ पशुपति जाँदैछौँ। आज देख्न सक्नुहुन्छ समु भाइ अनि म पशुपति जाँदैछौँ। यता गौरीघाटको बाटो हुँदै जाँदैछौँ, देख्न सक्नुहुन्छ। हामी जाँदैछौँ आज पशुपति। हाम्रो भाइले झोला बोकेर हिँडेको छ अनि समु र मेरो चाहिँ टी सर्ट, नयाँ टी सर्ट देख्न सक्नुहुन्छ। हामीले चाहिँ के खालको टी सर्ट लगाएर नाच्दै हिँडिसकेको छौँ। यो चाहिँ समली हो, हेर त्यहाँ रमाकी समलु फुर्किरहेकी चाहिँ पशुपति जान पाएँ भनेर। यो चाहिँ हाम्रो भाइ पनि फुर्किरहेको छ, झोला बोकेर टुइ 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 हिँड्दैछ, देख्न सक्नुहुन्छ हामीलाई। हाम्रो हालत त्यस्तो छ। हामी गौरीघाटको उकालो निस्किसकेको छौँ, देख्न सक्नुहुन्छ। समलाई टुइ 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 पार्दै उकालो हिँड्दैछन् दुईजना, टुइ 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 पार्दै। यस्तै छ। यो हाम्रो समु चाहिँ उकालो हिँड्दा हिँड्दै गलिसकेकी चाहिँ अनि बसिरहेको चाहिँ। अब हाम्रो भाइ चाहिँ गलेको छैन अनि हिँड्दैछन्। दुईजना हिँड्न थाले है। अब हामी माथि पुगिसक्यौँ। माथि त यता जाने ठाउँमा पुगिसक्यौँ। अब हामी कोही चटपटे खान जान्छौँ। यताबाट चटपटे खाने ठाउँतिर कोही जान्छौँ। अनि चटपटे खाने हो, पिरो पिरो मिठो मिठो। हामी चाहिँ चटपटे खानामा पुगिसकेर हामी बसिसकेको छौँ। अब चटपटे बनाइदिँदै हुनुहुन्छ त आन्टीले चाहिँ। हामी बसिसकेको छौँ। आज भोलि पशुपतिमा यस्तो राम्रो भ्यू, वाउ क्या राम्रो भ्यू। चटपटे खाना थालिसकेको छौँ। चटपटे चाहिँ पिरो पिरो मिठो मिठो छ। पिरो पिरो अमिलो अमिलो मिठो मिठो छ। हेर खाएका दुईजनाले। आन्टीले एकदम मिठो चटपटे, समूहले चाहिँ मिठो गरी चटपटे खाँदैछ। बाबाले मकै चबाए जस्तै खाँदैछ। हामीसँग जम्मा 70 रुपियाँ पैसा छ, देख्न सक्नुहुन्छ। यिनीहरूलाई चाहिँ फोटो खिच्न लगायो अनि मैले फोटो खिच्थेँ। अब हामी उता जाँदैछौँ। यहाँनिर हामी उतापट्टि पुगिसकेको छौँ, देख्न सक्नुहुन्छ। हामी माथि उतापट्टि पुगिसकेको छौँ। अब उताबाट अब हामी यहाँबाट तल झर्नेछौँ। यिनीहरू चाहिँ हिँड्दैछौँ। कति राम्री आएको देख्न सक्नुहुन्छ। हामी झऱ्यौँ अब तलतिर, पशुपति मन्दिरतिर जाँदैछौँ माथिबाट। रमाउँदै रमाउँदै रमाएको हामी। कति साह्रो रमाएको त। हेर त झन् समु त कति रमाकी। बोली गर्छ पतर 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 पतर। हामी झऱ्यौँ तलतिर। हात छिराउने ठाउँमा झर्दैछौँ हामी। अब हात छिराउने ठाउँ आइपुग्न आँट्यौँ हामी। समूहलाई हात छिरा भनेको